नमस्ते साथीहरू। आज फेरि मैले यो निग्रोको अचारको रेसिपी लिएर आएको छु। अर्थात् निग्रोलाई कसरी साँधेर बनाउने भन्ने बारेको रेसिपी छ। तपाईँहरूले भिडियो हेरेर प्रतिक्रिया दिन चाहिँ नबिर्सिनुहोस् होला है त। मैले चाहिँ यो तराईमा पाइने निग्रोलाई चाहिँ मजाले केलाइ-कुलाइ गरेर यसलाई तातो पानी उमालेर चाहिँ उमाल्नको लागि बसाइदिएको छु। यसमा साथीहरू थोरै मैले नुन राखिदिएको छु। नुन राखेर चाहिँ यसलाई करिब 4-5 मिनेट एकदम हाई फ्लेममा चाहिँ उमाल्नुपर्ने हुन्छ। जतिसक्दो छिटो पाकोस् र त्यसको हरियोपना पनि कमी नहोस् भन्नेको हिसाबले यसलाई हाई फ्लेममै पकाउनु होला। र करिब 5 देखि 6 मिनेट पकाइसकेपछि यो लगभग मजाले गलिसकेको छ र गलिसकेपछि मैले यसलाई एउटा भाँडोमा निकालिदिएको छु। निकाल्दाखेरि चाहिँ तपाईँले अलिकति ध्यान दिनु होला साथीहरू, किनभने त्यो फिजारिएर राख्नु होला, किनभने सेलाउँछ पनि। र आफ्टर अल यो चाहिँ सेलाइसकेपछि हेर्नु त यो कति राम्रो देखिएको छ। मैले यसलाई अर्को बटुकामा सारिदिएको छु। साथीहरू, अहिलेसम्म पनि तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोस् होला है त। मैले यसमा अदुवा र लसुन राखिदिएको छु। त्यसै गरी हरियो ग्रिन चिली पनि मैले यसमा एड गरिदिएको छु। यसै गरी साथीहरू, यसमा प्याज राखिदिएको छु। एउटा सानो आकारको प्याज राख्दा हुन्छ, किनभने सानो एक मुठा निग्रो नै मैले युज गरेको हो। क्वान्टिटीमा डिपेन्ड गर्छ। त्यसैले कलरको लागि मैले थोरै बेसार राखिदिएँ। आधा चम्चा जति जिरा र धनियाँको पेस्ट पनि धुलो पनि राखिदिएको छु। करिब ठुलो चम्चाको 1 चम्चा जति चाहिँ यो काश्मिरी लाल मिर्च छ। यो कलरको लागि मात्रै हो, पिरो हुँदैन। तपाईँले कत्तिको पिरो खानुहुन्छ भने चिली फ्लेक्सहरू पनि युज गर्न सक्नुहुन्छ। त्यसै गरी 2टा चाहिँ मिडियम साइजको टमाटर पनि मैले यसलाई पोलेर राखिदिएको छु। कागती साथीहरू निचोर्दा एउटा मात्रै देखाए पनि सानो टुक्रा देखाए पनि मैले एउटा सिङ्गै कागती प्रयोग गरेको छु, किनभने निग्रो चाहिँ अलिक चिप्लो-चिप्लो हुनु भएकोले तपाईँहरूले पनि राख्नु होला। र यसै गरी साथीहरू, मेथीलाई फुराएर तोरीको तेलले मैले यसलाई मजाले झानिदिएको छु है त। र यस पछाडि साथीहरू, मैले नुन राखिदिएको छु स्वादअनुसार। तपाईँहरू पनि कत्तिको खानुहुन्छ त्यही अनुसार तपाईँले एड गर्नुहोला। नुन राखिसकेपछि चाहिँ यसलाई मजाले मोल्नुपर्ने हुन्छ साथीहरू। मोल्नमा चाहिँ कुनै पनि कन्जुसाइ नगर्नुहोला। च्यानललाई अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया साथीहरू सब्सक्राइब गर्नुहोला। र लाइक, सेयर र कमेन्ट गर्न पनि नबिर्सिनुहोस् होला भन्न चाहन्छु साथीहरू म। यसै गरी हेर्नुहोस् त साथीहरू, यसलाई मजाले नै चलाउनु पर्ने हुन्छ सबैतिर मसलाहरू मिसिने गरी। अ, आजको यो चाहिँ मैले चाहिँ अब खाइसकेर अहिले म चाहिँ तपाईँहरूसँग रेकर्डिङ गर्दैछु होइन। यो भोइस ओभर गर्दाखेरि चाहिँ एकदमै मिठो भएको छ, एकदमै टेस्टी भएको छ है। मैले पनि फर्स्ट टाइमै बनाएर खाएको थिएँ। हेर्नुहोस् त्यो हेर्दा पनि कस्तो राम्रो देखिएको छ। अर्को भिडियोसम्मको लागि मलाई बिदा दिनुहोस् र मेरो भिडियोलाई लाइक, सेयर र कमेन्ट पनि गर्न नबिर्सिनुहोस् होला। हस्त, नमस्ते।